पर्सि हाम्रो बेमा त्यहाँ जब मैले इन्ट्री गर्छु नि त्यहाँ गति रुनी नि त्यहाँ फेरि आँसु आएन भनेदेखि बरु कोटको खोल्थ्यो भिक्स हालेर लिएर जाने अनि लुकाएर लाउने अनि रुनी त्यहाँ फेरि अरूले चाहिँ नदेख्नु फेरि भिक्स हालेर रोको। अनि त्यहाँ तिम्रो घरको मान्छेले कसरी तिमीहरू कसरी लप पर्यो भनेर सोध्यो भने त्यहाँ फेरि चुमचुम गरेर अर्को भन्ने होइन नि त्यहाँ भन्ने नि मैले त उसलाई पहिले एकचोटि देख्ने बित्तिकै कस्तो राम्रो लागेको थियो अनि मैले उसलाई पछि लागिरहेँ उसले त सुरुमा त मान्दै मानेको थिएन मैले बल्ल बल्ल पटाएको भन्ने नि त्यहाँ फेरि ए होइन म एकचोटि बोल्नु जाने बित्तिकै पटेको भन्ने होइन नि फेरि त्यहाँ मैले तिम्रो घरमा इन्ट्री गर्ने बेला मेरो लागि केही सरप्राइज राख नि फेरि मेरो प्रिन्सेस हो मेरो प्रिन्सेसको लागि सरप्राइज भन्ने नि त्यहाँ फेरि यतिकै गरिएन नि त्यहाँ सालीहरूले जुत्ता लुकाउँदाखेरि जति माग्छ नि त्यति दिने नि त्यहाँ फेरि मेरो बिजत गर्ने होइन नि त्यहाँको किचकिच गरेर हाम्रो बिहेको रिसेप्सनमा त्यहाँ मेजोरुका गुलाम बनके रहूंगा भन् डान्स गरिदिनु त्यहाँ फेरि नाच्दिन भन्ने होइन नि त्यहाँ आफै भएर नाच्ने त्यहाँ खुट्टा डोब्ने बेला हुन्छ नि मलाई चाहिँ तिम्रो खुट्टा ढोग्न नदेऊ नि फेरि त्यहाँ म खुट्टा ढोग्नला जस्तो चाहिँ गर्छु तर तिमी चाहिँ खुट्टा ढोग्न नदिनु नि फेरि तिमीले मेरो खुट्टा चाहिँ ढोग नि त्यहाँ सबैको अगाडि क्युट देखिन्छ म नै भन्छु तर तिमी चाहिँ ढोग नि फेरि बुझ्यौ नि राम्रोसँग बिर्सिन्छ होला टिपेर राख ल त्यहाँ रिङ लगाइदिने बेला हुन्छ नि त्यो यत्तिकै ख्यास रिङ लगाइदिने होइन नि तिमी खुट्टा टेक अनि त्यो प्रपोज गर्न लाग्छ रिङ लगाइदेऊ नि अनि बल्ल राम्रो देखिन्छ बुझ्यौ नि त्यहाँ बिहेको दिन पनि गेमहरू खेलाउँछ नि तिमी त्यो गेमहरू सबै जानी भयो नि हार नि फेरि तिमीले जिते पनि मेरो हातमा ल्याएर हालिदेऊ कि अनि सुटुक्क कसले नदेख्ने गरेर अनि म जित्छु बुझ्यौ नि त्यहाँ जग्गामा जुठो खुवाउँदाखेरि त्यहाँ गरेर भाग्ने होइन नि फेरि मक्क पर्दै खाने नि त्यहाँ चुपो लाएर कस्तो ज्ञानी जेन्टलम्यान देखिन्छ म चाहिँ तिम्रो खाँदिनँ यसरी भाग्छु तर तिमी चाहिँ ज्ञानी भएर खानु नि त्यहाँ जग्गामा बस्दा बेला पनि कहिले मेरो पसिना पुछ्देऊ कहिले मेरो कपाल यसरी मिलाइदेऊ अनि बल्ल क्यान्डिड फोटो भिडियोहरू राम्रो आउँछ के बुझ्यौ नि ल त्यहाँ मैले तिम्रो घर गएर पहिलोचोटि खाना बनाएको बेला त्यहाँ मेरो तारिफ गर्ने नि कस्तो मिठो खाना बनाएको यस्तो मिठो खाना खाएर त म अब मोटाइहाल्ने भयो नि भनेर सबैको अगाडि तारिफ गर्ने अनि सबैको अगाडि मलाई केही गिफ्ट ल्याएर दिने ल यस्तो मिठो बनाएर खुवायो त्यही भएर तिमीलाई गिफ्ट भनेर बुझ्यौ नि अलि धेरै नै तारिफ गरिदेऊ कि चाहिने भन्दा बढी नै म रेडी भएर आउँछु नि त्यहाँ सबैको अगाडि मेरो नजर उतारिदेऊ नि फेरि यसरी पैसा झिकेर यसरी घुमाएर कति राम्री भनेर अनि मेरो नजर उतार नि फेरि बुझ्यौ नि बुझे छैन भने बरु म फेरि भन्छु ल बुझ्यो भयो त त्यहाँ मैले तिमीलाई बलमाला ल्याइदिने बेला तिमी चाहिँ झुकेर बस्छ नि फेरि अनि बल्ल राम्रो देखिन्छ त्यहाँ ठिङ्रिङ्ग उभिने होइन नि फेरि तिमी हल्का तल झुकेर बस्छ अनि म ल्याइदिन्छु बुझ्यौ नि